सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार छ मित्रहरू। यतिखेर रसुवा नुवाकोट लगायतका ठाउँहरूमा हाम्रा श्रमदाताका टोलीहरू पुगिसक्नु भएको छ। उहाँहरूले सकेको उद्धार गरिराख्नु भएको छ। तर थुप्रै त्यहाँ अघि भर्खरै दिउँसो फोन गर्नुभयो। हाम्रो इलामका सुदीपजीहरू जानुभएको थियो। उहाँहरूले 100 भन्दा धेरैवटा त्यो उसभित्र भुमरीभित्र मान्छेको लास देखिन्छ अरे। त्यो कसरी निकाल्ने के भन्दै हुनुहुन्थ्यो। त्यसले गर्दाखेरि अब त्यहाँ सुरक्षाकर्मी पनि लगायत सबैजना परिचालित भइराख्नु भएको छ। तर अब साह्रै नै ठुलो क्षति भएको कारणले गर्दाखेरि त्यो खालको चाहिँ स्थिति भएको छ। र अहिले तेरो मेरो नभनिकन हामीले सबैजनाले सहयोगको भावनाले सकेको गर्ने हो। तर यहाँ 1-2 मान्छेहरूले चाहिँ अब के अरे के भनेको देख्छु म। सरकारले पनि तपाईँको चाहिँ के अरे आह्वान गर्नुभएको छ। सरकारले गरेको आह्वान गरेको ठाउँमा तपाईँहरूले सहयोग गर्नुहोस् है। श्रम संस्कृतिले भनेको ठाउँमा गर्नुहुन्न भने सरकारले भनेको ठाउँमा गर्नु न, भइहाल्यो त। तर सरकार एक्लैले यो विपदमा काम गर्न सक्दैन कि। त्यसले गर्दा सबै पक्ष, सबै दल, सबै नागरिक समाज सबैलाई आह्वान गरेका छौँ त त्यत्रो हामीले हिजो सदनबाट पनि। त्यो भन्नुको मतलब के हो त भन्दाखेरि सरकारले मात्रै गर्न सक्दैन, हामी सबैले सकेको सहयोग गरौँ भनेर श्रम संस्कृतिलाई विश्वास गर्नुहुने, अर्को साम्पाङलाई विश्वास गर्नुहुने मान्छेहरूले हामी मार्फत सहयोग गर्नुहुन्छ। त्यसमा कुन तपाईँको चाहिँ के अरे टाउको दुखाइ छ र? तपाईँहरू जो जति विरोध गरिराख्नु भएको छ तपाईँले नगर्नुहोस् न। हिजो पनि गर्नुभएको थिएन, आज पनि गर्नुहुन्न, भोलि पनि गर्नुहुन्न। मलाई थाहा छ तपाईँहरूले जसलाई विश्वास लाग्छ उसलाई सहयोग गर्नु न। तर यो देशमा तिरपाल बोकिने मान्छेहरू होइन, भूकम्प पीडितको चाहिँ नि राहतका लागि आएको तिरपालहरू पनि बोकिने, कता आफ्नो घरमा पुऱ्याएर भन्ने खालको अपचलन पनि भएको थियो नि त यो देशमा। त्यसले गर्दाखेरि अब त्यस्तो खालको नहोस् भन्ने हाम्रो चाहना हो। र इमान्दार भएर तपाईँको चाहिँ के अरे हामीले काम गर्नुपर्छ। म सबैलाई त्यो भन्न चाहन्छु। धेरै खिचिटिउरी गरिराख्नुपर्ने बेला होइन यो। यतिखेर चाहिँ सहयोग गर्ने हो। यतिखेर विरोध गर्ने, यो त्यो गर्ने होइन, एकले अर्काको कमजोरी चाहिँ नि औँलाउँदै बस्ने हो भने त्यस्तो कमजोरी औँलाउन हामीले थुप्रो आउँछ। तर हामी कसैलाई त्यसो भन्दैनौँ। तपाईँहरू खुट्टा तान्नु छोड्नुहोस् है, खुट्टा तान्नु छोड्नुहोस्। तपाईँलाई जसलाई सहयोग गर्नु मन लाग्छ, प्रधानमन्त्रीलाई सहयोग गर्नु मन लाग्छ, अर्थमन्त्रीलाई सहयोग गर्नु मन लाग्छ, कसलाई सहयोग गर्नु मन लाग्छ गर्नु न त्यहाँ होइन। हाम्रो श्रम संस्कृतिलाई विश्वास गर्ने, श्रम संस्कृति मार्फत सहयोग गर्न चाहनुहुनेहरूले हामीलाई गर्नुहुन्छ र हामी तपाईँको चाहिँ के अरे होइन सरकारी निकाय मार्फत पीडितलाई चाहिँ के अरे राहत हामी उपलब्ध गराउँछौँ। यो चिज हो नि। अब यसमा तपाईँको चाहिँ के अरे तपाईँहरूलाई किन त्यस्तो लाग्नुपर्ने आवश्यकतै छैन। त्यसले गर्दाखेरि हामीलाई विरोध गर्नुहुनेहरूलाई म भन्न चाहन्छु, तपाईँलाई जहाँ जे गर्नु मन लाग्छ गर्नुहोस्, तर हाम्रो विरोध नगर्नुहोस्। हामी आफ्नो बाटो हिँड्छौँ, तपाईँहरू आफ्नो बाटो हिँड्नुहोस्। म त्यो भन्न चाहन्छु। अन्ततगतवा हामी सबैलाई सहयोग गर्नुपर्छ भन्ने मान्यता राख्नुपर्छ, त्यो भन्न चाहन्छु है। नमस्कार छ, सबैको जय होस्। विरोध होइन, यतिखेर सहयोगको खाँचो छ, उद्धारको खाँचो छ। तपाईँहरू पनि बरु फिल्डमा जानु होला। धन्यवाद।